हेलो गाइस, वेलकम टु माई ब्लग। होइन हामी चाहिँ अब वाकमा जानु लाग्यो। अब घरबाट निस्केको। यो चाहिँ हाम्रो घरपेटीको घर होइन। त्यही हो, अब हामी निस्केको। तलको लागि हामीले गेट खोल्छौँ। सुरुमा गेट खोलिसकेपछि हाम्रो अर्को गेट छ। तलको लागि अर्को गेट खोल्छौँ होइन। बाबु ढोलाइदियो। यस्तो छ हाम्रो बाहिर चाहिँ है त। हामी चाहिँ वाकमा जानु लाग्यो गाइस। हाम्रो चाहिँ काठमाडौँको रोडको पावा नै यस्तो छ है। पुरै हाइवे मनाङ मुस्ताङ भनेको चाहिँ जानै पर्दैन। हाम्रो चाहिँ यहीँ नै हो। यी अफ रोड होइन, सब यहीँ हो कि। बर्खाको बेलामा चाहिँ पुरै डट बाइकहरू पनि चिप्लिने बाटो हो गाइस है। गुम्बा थियो, बालिन दाजुले भत्काइदिइहाल्नु भयो गुम्बा। यस्तै छ हाम्रो। त्यस्तो डराउनु पर्दैन क्या दोस्त। फेरि खत्तम हो यार। हामी चाहिँ यहाँबाट यता जान्छौँ है त। ल हामी चाहिँ जाँदैछौँ वाकको लागि। बेलुका बेलुका टक्क कस्तो तपाईँहरूलाई चाहिँ हामी राम्रो ठाउँमा लग्छौँ। तर भ्लग हेर्ने मान्छे चाहिँ खासै हुँदैन होला। तर पनि चटो लाएर मस्तले हिँड्दै है, पुरै हिँड्दैछौँ हामी। नेपालमा चाहिँ अहिले हाम्रो नेपालमा चाहिँ टक्क लाएर आँपको सिजन छ होइन गाइज। त्यही भएर हाम्रो दाईहरू, भैया त भन्नु भएन, दाईहरू भन्ने हो। दाईहरू चाहिँ आँप बेच्न थालेका छन्। 100 किलो सस्तो छ अहिले टक्क लाएर आँप खाने भए। हामी चाहिँ टक्क लाएर हिँड्दैछौँ, हाम्रै वेबाट हिँड्दैछौँ। ए हो, यस्तै हो काठमाडौँ। टक्क हामी चाहिँ तपाईँहरूलाई राम्रो ठाउँ देखाउँदै जाँदैछौँ। यस्तै हो, फर्स्ट भ्लग हो। सबै भिडियो चल्दैन, त्यही भएर फर्स्ट हो होइन। भिडियो बनिरहेको हामी चाहिँ टक्क लाएर घुम्दैछौँ होइन। तरकारी बजार रहेछ साइडमा। टक्क लाएर खतरा लाज लाग्दैन है बोल्दा चाहिँ। ठिक छ के छैन। पछाडिबाट दाइले हर्न बजाउनु भयो यार, नाइस। दाइ त खतरा हुनुहुँदो रहेछ मान्छे चाहिँ। मुखबाटै सिस्टी बजाएर टक्क लाएर घुमिरहेछन् होइन। नाच्नु मुला चटपटी पसल रहेछ त्यहाँनिर। टक्क लाएर है खाने भयो, खतरा छ। यसो हामी घुमिरहेछौँ। जे होस् टक्क मान्छेको क्राउड नि नाइसै छ। नाच्नु हुँदा किन नाच्छ दोस्तहरू, यस्तै छ कि होइन। हामीले भनेको टक्क 1 मिनट पनि नबन्दो रहेछ कि। क्लिप मात्र बनाउँ। अब चाहिँ हामी कन्टिन्यू बनाउँछौँ। जसले जे भन्छ अब के गर्ने हो र होइन। भ्लग हो तर हात दुख्दो रहेछ बानी नभएर। बिस्तारै हुन्छ होला बानी। त्यसपछि खतरा कन्टेन्ट आउँछ कि। ढुक्कै हो होइन। यहाँ चाहिँ खतरा तरकारी पसलहरू रहेछ कि पुरै फुटपाथमा। तपाईँहरूलाई पनि तरकारीहरू चाहिन्छ भने आउनु होला कृपया। राम्रो छ। आलुहरू, आँपहरू, केराहरू, के चाहियो त्यो सबै छ होइन। अब दाइहरूले यहाँ पनि आँप बेच्न राख्नु भएको रहेछ। म्याङ्गो सबै छ यहाँ तरकारीहरूदेखि के छ। हाम्रो दोस्त पनि छ कहाँ उताको भाग्यो क्या। दोस्तहरूमा भएको पनि दोस्त ए ल दोस्त। तरकारीहरू चाहिँ यस्तो रहेछ कि हाम्रो पुरै कस्तो राम्रो कुरोहरू रहेछ है। घुमघाम यसो अगाडि खतरा मन्दिर छ हाम्रो। यस्तो खतरा मन्दिर छ यहाँनिर। के मन्दिर चाहिँ गणेश मन्दिर हो कि के मन्दिर चाहिँ थाहा छैन। ठक्क लाएर बन्द रहेछ आज, तर राम्रो छ मन्दिर। हामी चाहिँ टक्क लाएर 22 धारा आइपुग्यौँ होइन। यहाँ चाहिँ टक्क लाएर बबाल छ। यहाँ मात्रै अगाडि मात्रै, पछाडि चाहिँ छैन होइन। लगाइछ होइन। हामी चाहिँ आइपुगिसक्यौँ। अब त्यो मेन स्पोट भनेको चाहिँ वाक गर्नको लागि बेलुकाको टाइम, बिहानको टाइममा चाहिँ बबाले हुन्छ। यो चाहिँ ठ्याक्क लाएर कहाँनिर छ भने त्यो टक्क 22 धाराबाट माथि जाने बाटो हो। अब बेलुका चाहिँ 22 धारामा पैसा नि लाग्दैन। हिँड्नको लागि चाहिँ ठ्याक्क 1 किलोमिटर जति छ कि। 1 किलोमिटर भएर टक्क 2-3 राउन्ड जति लाग्यो भने 5 राउन्ड जति लाग्यो भने 5 किलोमिटर ठिकै हुन्छ। एक दिनमा 5 किलोमिटर हिँड्नु स्वास्थ्यको लागि राम्रै हो होइन। कति मान्छेहरू आउँछन्। अब आउन चाहिँ जङ्गल छ। अब डेटिङ नि आउँछन्, घुम्न भन्दा नि हिँड्न भन्दा पनि टक्क हिँड्ने मान्छेहरू नि हुन्छ, कुद्ने मान्छेहरू नि, रनिङ गर्ने मान्छेहरू नि। अब
डेटिङ नै आउँछ न आउन त टन्नै टक्कलाएर यस्तो छ हाम्रो भ्यू हेर्न सक्नुहुन्छ नजारा होइन दोस्त हाम्रो साथी नि छ दोस्त के भन्थ्यो होला तिमी पनि बोल न दोस्त यार किन अनुहारमा हेरिदिने यार के गर्ने त वातावरण नै छैन कि नेपालमा अनुहारमा हेरिदिने ठिकै छ त्यो ब्रोलाई नि समातेर सब्सक्राइब गर्न लाउनु पर्ने रहेछ हात दुख्दो रहेछ कि समाति राख्नुलाई चाहिँ टक्कलाएर अब हामीले चाहिँ केही सिप्न लाएर भिडियो बनाउनु थालेका छौँ हेरिदिनु होला म तपाईँहरूलाई अब अगाडिको भ्यू देखाउँछु है त यस्तो छ अगाडिको भ्यू चाहिँ हाइकिङ गर्नलाई हाइकिङ भन्दा नि के अरे के भन्छ अरे वाक गर्नलाई चाहिँ बेस्ट हो टक्क लाएर बेलुकाको लागि मस्त हावा चल्छ रुमबाट ननिस्किने मान्छेको लागि चाहिँ ट्रेकिङ नै हो हामी चाहिँ अब निस्किरहेको हुन्छौँ रेगुलर बेला बेलामा हिँडिरहेको हुन्छौँ अब हजुरहरूलाई नि यसो देखाइदिएको कस्तो छ भनेर राम्रै छ ठाउँ चाहिँ हात दुख्दो रहेछ समात्ने बानी नभएर होला छैन नि ब्रो यार अब त्यो टक्क लाएर भिडियोहरू बनाउँदै गएपछि चाहिँ पानी हुन्छ के छ कस्तो छ थोरै अगाडिबाट चाहिँ खतरा देखिन्छ काठमाडौँको भ्यू पनि हेर्नु होला अब सुरुमा भएर खासै केही बोल्न आउन्न त्यो भएर पछि राम्रो हुन्छ हेर्नु काठमाडौँको भ्यू चाहिँ बबाल देखिन्छ यही हो यो चाहिँ शिवपुरी नेसनल पार्क नै हो नेसनल पार्क के भन्छ अरे नेसनल पार्क नै हो शिवपुरी नागार्जुन के समथिङ त्यस्तै भन्छ कस्तो नाइस छ क्या टक्क लाएर पिसमा बस्नको लागि डेटिङ जानको लागि डेटिङ सेटिङ चाहिँ नआइदिनु होला यस्तो ठाउँमा किनकि यस्तो राम्रो ठाउँमा तपाईँहरूले वातावरण नबिगारिदिनु होला आर्मी दाजुले देख्नुभयो भने ढाड बाँच्छन् दाजुले तोप कुदाइराख्नु स्कुटर होइन ठिक छ दोस्तलाई चाहिँ मैले पहिलोचोटि लिएर आऊ किनकि म चाहिँ पहिला नै आइसकेको थिएँ होइन दोस्त ठक्कलाहरू मान्छेहरू आइरहनु अब बाल छैन क्या हामी बनाइदिने हो लाज नमानिकन केही नगरिकन हेर्नेले हेरुन् अब लाज मान्न थाल्यो भने यस्तै हो जिन्दगी चल्दैन कहिले नि केही नि हुँदैन है तर हात दुख्दो रहेछ क्या अरू भन्दा चाहिँ दोस्त नहाँस्नु अहिले दोस्तलाई होइन भ्लग बनाउँदै मोटिभेट गर्नु त छैन केटाहरू अहिले रोक्न म आफै गर्छु छैन दोस्त हाँस्दिने के कस्तो राम्रो भ्यू छ मासतिर हेर्नु बवाल छ क्या तपाईँहरू हेर्न सक्नुहुन्छ जङ्गलमा मङ्गल होइन हामी त अब वाकिङ हो अरूले त अब के गर्छन् थाहा भएन हामीलाई हामी त अब सिङ्गल हो भनिदिउँ न है कसैले नहेऱ्यो नि गरिदिउँ कि टर्निङ बवाल छ कि ठाउँ चाहिँ यहीँबाट हो माथि हाम्रो जामा चोक जाने अब हजुरहरूलाई अब कुनै दिन हामी जामा चोकको नि भ्लग लिएर आउँछौँ टक्कलाएर हेरिदिनु होला दोस्तलाई नाच्दियो होला दोस्त अगाडि गएर दोस्त फेरि डान्स नै हान्छ ब्रोले हाम्रो ब्रो खतरा हो नि कमेन्ट गऱ्यो भने चाहिँ ठिक हुन्छ पपुलर आर्मी पुलिसमा चाहिँ भिन्ने मान्छेहरू नि आउँछन् कि खासमा यहाँ टक्कलाएर कुद्नको लागि एक्सर्साइज गर्नको लागि राम्रो हुन्छ होइन अनुहारमा हेरिदिने क्या जसले नि त्यही भएर लास्ट हुने सुरुमा बानी नपरुन्जेल बानी परिसकेपछि त त्यो बाल लाग्दैन क्या कसैले हेऱ्यो नि के गऱ्यो नि स्वास्थ्यको लागि चाहिँ हिँड्नुपर्छ हिँड्न भन्दा नि कुद्नुपर्छ अहिले हामी कुद्छौँ पनि टक्क लाएर एकछिन 2 राउन्ड जति हान्छौँ 2 भन्दा नि 5 राउन्ड त मिनिमम हानिदिन्छौँ हामी फिक्स नै हो अब त्यसको भिडियो चाहिँ आउँदैन होला किनकि हामी कुद्दैनौँ त्यही भएर होइन दोस्त राम्रो छ ठाउँ चाहिँ अनुहार मात्रै कति हेर्नुहुन्छ हेर्नुहोस् न भ्यू के कसो हो यहीँदेखि होला होइन हामी चाहिँ अब आउँदैछौँ त्यो अलिकति क्लिप नै काटिएछ भने
त्यहाँ चाहिँ आर्मी बस्ने ठाउँ छ यहाँ हेर्नु नो इन्ट्री होइन प्रवेश निषेध राष्ट्रिय निकुञ्ज क्षेत्र अनुमति बिना चाहिँ प्रवेश निषेध भने कस्तो राम्रो देखे यता पनि राष्ट्रिय निकुञ्ज क्षेत्र अनुमति बिना प्रवेश निषेध उता चाहिँ हाम्रो आर्मी दाजुहरू बस्नुहुन्छ अहिले चाहिँ हुनुहुन्न होइन पछि बस्नुहुन्छ राम्रो छ ठाउँ त्यो होस् हिँड्नको लागि बेलुका कुल हुनको लागि चाहिँ टक्क लाएर नजिकै हो हाम्रो रुमबाट बेला हामी चाहिँ आइरहन्छौँ दिनकै वाकको लागि टक्क कुद्छौँ हामी अहिले हजुरहरूलाई हामी कुदेर पनि देखाउँछौँ कसरी कुद्छौँ भनेर यहीँ हो यहाँ उता चाहिँ जानु मिल्दैन किनकि राष्ट्रिय निकुञ्ज भएर राष्ट्रिय निकुञ्जमा जानु मिल्दैन है त्यस्तै छ हाम्रो सबै मान्छेहरू नै आउँछन् अरू नानी बाबुहरू भनौँ अब चाहिँ होइन दोस्त यही हाम्रो लास्ट डेस्टिनेसन चाहिँ बाँदर सोल्टीहरू त्यहाँ छन् हाम्रो दोस्तको चाहिँ दोस्त हो मेरो चाहिँ होइन अब हामी चाहिँ यहीँबाट फर्किन्छौँ हेर्न सक्नुहुन्छ अब यहाँबाट चाहिँ हामी जान दिँदैनौँ उता के बनाइरह त्यही भएर यति नै हो यस्तै छ यो चाहिँ अब हाम्रो फर्स्ट भ्लग हो होइन अब हामीले खासै धेरै लामो चाहिँ बनाएनौँ किनकि अब हामी खासै भ्लग बनाइरहने मान्छे चाहिँ होइन अब तपाईँले हेरिदिनु भयो भने हामी अरू योभन्दा राम्रो योभन्दा राम्रो ठाउँमा गएर राम्रो भ्लगहरू लिएर आउनेछौँ हजुरहरूलाई चाहिँ अब हामीलाई चाहिँ अलिक मान्छेको अगाडि बोल्न लाज लाग्छ किनकि सुरु भयो नि त अब हामी प्रोफेसनै त्यही चाहिँ होइन हाम्रो अब बिस्तारै गर्दै जाऊँ अब राम्रो हुँदै गयो भने चाहिँ हामी नि गर्छौँ नगर्ने होइन त्यही भएर चाहिँ हजुरहरूले माया देखाइदिनु होला यो भिडियोमा चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है किनकि हामी यसपछि चाहिँ त्यो कुराले चाहिँ मोटिभेट भएर चाहिँ राम्रो भिडियोहरू होइन हजुरहरूलाई राम्रो ठाउँ गएर राम्रो ठाउँ घुमेर हजुरहरूलाई देखाउने नै छौँ हस् अहिलेको लागि चाहिँ हामी छुट्यौँ बाई बाई धन्यवाद बाई बाई